उद्देश्य एउटै मात्र छ, जनताले तिरेको करको न्यायोचित सदुपयोग हुनु पर्यो। पद र पैसाको दुरुपयोग गर्नु मात्रै भ्रष्टाचार होइन, सम्भावनाहरूको खोजी नगर्नु पनि भ्रष्टाचार हो भनेर हामीले पटक पटक भनिराखेकै हो। सरकारले ठेक्का खुलाउँछ अनि ठेक्का अप्लाई गर्ने, त्यसमा चाहिँ समयमै सम्पन्न नगर्ने, टाइम बाई गराए गर्ने, एकदमै ढिला गर्ने, यो प्रवृत्ति पनि भ्रष्टाचार हो। त्यसकारणले गर्दाखेरि डिजाइन अप्रुभलमा डिले गर्ने कन्सल्टेन्टदेखि लिएर, काम ढिला गर्ने कन्ट्र्याक्टरदेखि लिएर, डिसिजन ढिला गर्ने कर्मचारीदेखि लिएर सबैजनालाई चाहिँ जसले आफ्नो कर्तव्य दायित्व पुरा गर्दैन, यिनीहरू सबैलाई चाहिँ कानुनको दायराभित्र लिएर आउनुपर्छ र भ्रष्टाचार सम्बन्धी अब चाहिँ मुद्दाका बारेमा हामीले सोच्नुपर्ने हुन्छ भनेर यसरी अहिले विधेयकहरू पनि सरकारले मस्यौदा तयार गरिरहेको अवस्था छ। यो यही सदनमा आउँछ, त्यति बेला तपाईँहरूले पर्याप्त मात्रामा बहस गर्न सक्नुहुन्छ। सार्वजनिक खरिदले गर्दाखेरि जहिले पनि अप्ठ्यारो परिरह्यो भन्ने कुरा यही सदनमा कतिपटक कुरा उठिरहेकै हो। अनि कसरी सम्बोधन गर्ने त भन्दा तत्कालको अवस्थामा चाहिँ तुरन्त हामीलाई जुन स्पिडमा सरकार हिँडिरहेको छ, कसरी सम्बोधन गर्ने त भन्दा त्यो अध्यादेश लिएर आएर सार्वजनिक खरिद सम्बन्धी व्यवस्थाहरूलाई संशोधन गरेर कामलाई छिटो गराउँ भनेर अध्यादेश लिएर आएको हो। जनताको करबाट उठाएको पैसाले वर्षौंसम्म हाम्रा आयोजनाहरू नबन्ने, जनताले दुःख पनि पाउने, जनताले आफूले दिएको करबाट योजना पनि नबन्ने, यो दुःख र शास्तिबाट छिटो उन्मुक्ति पाउनुपर्छ भनेर अहिले सरकारले एकदमै द्रुत गतिमा काम पनि गरिराखेका छ। र यो संसदमा हामीले जनताको प्रतिनिधित्व गरेर आएका छौँ। जनताले हाम्रो संसदले गरेको काममा गर्व गर्न सक्नु पर्यो। त्यसकारणले हाम्रो अन्यथा अरू केही पनि उद्देश्यहरू, हिडन एजेन्डाहरू केही पनि छैनन्। मान्य सदस्यज्यूले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 अस्वीकृत गरियोस् भन्ने प्रस्ताव राख्दै आफ्ना विचारहरू राख्नुभयो। म यो सम्मानित सभा समक्ष म केही विचारहरू राख्न चाहन्छु। यो अध्यादेशलाई स्वीकार गरियोस् भन्ने कुरा पनि प्रस्ताव पनि राख्न चाहन्छु। विशेषतः सार्वजनिक निर्माण र खरिदका विद्यमान समस्यालाई शीघ्र सम्बोधन गर्नु परेको र तत्काल संसदको अधिवेशन नबसेको कारण नेपालको संविधानको धारा 114 बमोजिम प्रस्तुत अध्यादेश जारी गर्नु परेको कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। माननीय सदस्यज्यूहरूले यस विधेयकका सम्बन्धमा उठाउनु भएका विषयवस्तुहरूलाई यो सदनबाट स्वीकृत भइसकेपछि जब हामी प्रतिस्थापन विधेयक लिएर आउँछौँ, विषयवस्तुहरूमा त्यतिखेर तपाईँहरूलाई असहमति लागेका विषयहरू, तपाईँहरूलाई यो विषयमा संशोधन राख्नुपर्छ भन्ने लागेका विषयहरूमा हामी संशोधन राखेर छलफल गरेर अगाडि बढ्न सकि नै हाल्छौँ। त्यो कुरा त्यस समयमा पनि मिलाउन सकिन्छ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। विशेष गरी अहिले अब सार्वजनिक पूर्वाधार सम्बन्धी योजनाहरू, एकदमै रुग्ण योजनाहरू, वर्षौंदेखि जनताले दुःख पाइरहेको योजनाहरूलाई समयमै सम्पन्न गराउनुपर्छ र छिटो भन्दा छिटो जनतालाई सेवा दिनुपर्छ भन्ने कुरामा यो सरकार प्रतिबद्ध छ। त्यही अनुरूप नै यो अध्यादेश पनि त्यसरी नै आएको हो। किनभने संसद अधिवेशन बन्द भयो, सार्वजनिक खरिदले गर्दाखेरि जहिले पनि अप्ठ्यारो परिरह्यो भन्ने कुरा यही